तपाईहरुलाई खिचिट्युरी गर्ने एउटा शब्द छ। म तपाईहरु सबैलाई विश्वस्त पार्न चाहन्छु, म तपाईहरु सबैलाई आश्वस्त पार्न चाहन्छु। जसले अहिले 37 वर्षमा एमएनएले जितेर भनिराखेका छन्, उनीहरुलाई 38 भन्ने छोड छ, 39 भन्ने छोड छ, 40 भन्ने छोड छ, 41 वर्षमा केही गर्न सकेन भन्ने छोड छ। तर 42 भन्न हामी दिदैनौं। हेर्नुस्, यो 4 वर्षको संघर्ष पश्चात जसले तपाईहरुलाई खिचिट्युरी गरिराखेको छ, ती मान्छेले तपाईहरुको बीचमा आएर मंगोल नेशनल अर्गनाइजेसनले 42 वर्षसम्म केही गरेन भन्ने अधिकार हामी दिदैनौं। हामी के ढंगले तयारी गर्न लागिराखेका छौं। यो किन भइराखेको छ भन्दाखेरि यसको एउटा हिसाब किताब छ। आज मंगोल नेशनल अर्गनाइजेसन पटक पटक चुनाव हारिराखेको छ। आफूसँग भएको सबै तागत हामी लगाइराखेका छौं। हामीले भन्दा कम तागत लगाउने मान्छे चुनाव जितेको छ। यो हेर्दाखेरि हामीलाई अनौठो लाग्न सक्छ। यो किन यस्तो भइराखेको छ भन्दा मंगोल नेशनल अर्गनाइजेसनले शिर झुकाएर जित्न एमएनओको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले हामीलाई सिकाउनु भएको। हेर्नुस्, डाक्टर गोपाल गुरुङजीले भन्नुभएको छ, म जेलमा 1 महिनामा 1 छाक मात्रै खाएर बाँचे, तर साम्राज्यवादी शासकको अगाडि पनि शिर झुकाइन। किन झुकाइन भन्दा मेरो शिर थिएन। मेरो शिर नेपालको 80% बहुसंख्यक मूलवासी मंगोल समुदायको शिर थियो। यसकारणले मेरो शरीरभित्र महामानव सिद्धार्थ बुद्ध, जसलाई संसारले चिन्छ, महामानव सिद्धार्थ बुद्धको शरीरमा बगेको रगत मेरो शरीरमा बगेको कारणले मैले शिर झुकाइन भनेर महामना डाक्टर गोपाल गुरुङले भन्नुभएको छ। यसकारणले हामी त्यही कुरालाई पछ्याउँदै हामी महामानव सिद्धार्थ बुद्धको शरीरमा बगेको रगत अहिले तपाईको र मेरो शरीरमा कुदिराखेको छ। महामना डाक्टर गोपाल गुरुङ जसले साम्राज्यवादी शक्तिको अगाडि भद्रकोट जेलभित्र 3 वर्ष 1 महिनामा 1 छाक खाएर बाँच्ने महामना डाक्टर गोपाल गुरुङजीको शरीरमा बगेको रगत आज मेरो शरीरमा बगेको छ। यसकारणले मलाई सम्झौता गर्ने छुट छैन। मलाई शिर झुकाएर जित्ने छुट छैन। यहाँनिर हामी शिर ठाडो पारेर संघर्ष गर्छौं। हामीलाई चुनौती स्वीकार्य छ। यसै पनि महामना डाक्टर गोपाल गुरुङजीको पहिलो पुस्ता, सँगसँगै संगठनको वर्तमान श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूको दोस्रो पुस्ता, आज हामी तेस्रो पुस्ताको संघर्षको निमित्त हामी तयार भइसकेका छौं। हामीलाई थाहा छ, हामीलाई हाम्रा संगठनका फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यूले हामीलाई तयारी नै कसरी तयारी गर्नुभयो भन्दा एउटा पहाड चढेपछि पहाडको अन्त्य हुँदैन, त्यसपछि अर्को 10 वटा पहाड देखिन्छ। एउटा चुनौती सकेर अर्को चुनौतीको अन्त्य हुँदैन। एउटा उपलब्धि, एउटा सफलता हातमा आइसकेपछि अर्को सफलताको निमित्त पुनः सोही एनर्जीको साथ संघर्ष गर्न तयार हुनुपर्छ भन्ने मानसिकताबाट महामना डाक्टर गोपाल गुरुङले हामीलाई तयार गर्नुभएको छ। यसकारण हामी शिर झुकाउँदैनौँ। आज देशमा तपाईहरुले देखिराख्नु भएको छ, हिजो महामना डाक्टर गोपाल गुरुङको पुस्तक बोकेर हिँड्ने। अझ अलिकति इतिहासमा फर्केर हेरौं, हिजो महामना डाक्टर गोपाल गुरुङज्यू 3 वर्ष भद्रकोट जेलभित्र संघर्ष गर्दै गर्दा जेलमै भेट्न गएर, दाइ तपाईको नेतृत्व स्वीकार र काम गर्न हामी तयार छौं, तपाई जेलबाट बाहिर आइसक्नु भएपछि हामी सबै एकै ठाउँमा हुन्छौं भनेर ढाडस दिने मान्छेहरू थिए। डाक्टर गोपाल गुरुङ भद्रकोट जेलबाट बाहिर निस्केर आउनु, हेर्दा त कोही पनि छैन त्यहाँनिर। कहाँ पुगे यी मानिसहरू भनेर खोज्दै जाँदाखेरि महामना डाक्टर गोपाल गुरुङले भेट्नु भयो कि त्यति बेला डाक्टर गोपाल गुरुङजीको पछाडि लाग्दा, मंगोल नेशनल अर्गनाइजेसनको पछाडि लाग्दा तत्कालै घरको चुलो बल्ने अवस्था थिएन। संघर्ष नै संघर्ष ज्यादा थियो। त्यही कुरा देखेर सबै मानिसहरू पञ्चायती प्रशासनसँग घुमाउरो तरिकाबाट नजिकिन पुगिराखेको परिस्थिति महामना डाक्टर गोपाल गुरुङले भोगेर आउनु भएको छ। यो मुलुकमा, यो राजनैतिक संघर्षमा उहाँको राजनैतिक प्रशिक्षण पाएर जनताको बीचमा गएर चुनाव जितेर नतमस्तक भएर साम्राज्यवादी शक्तिको अगाडि शिर झुकाएर एकचोटि मन्त्री खाएर प्राणी पशु भन्दा पनि कमजोर स्थितिमा आफ्नो मृत्युवरण गरेर गएका इतिहासहरू मुलुकमा छन्। अहिले देशमा त्यस्तै परिस्थिति देखा पर्यो। यो मुलुकमा रहेका साम्राज्यवादी शक्तिहरू जसले नेपाली समाजमा महामानव सिद्धार्थ बुद्ध जस्तो चरित्र भएको, महामानव सिद्धार्थ बुद्ध जस्तो उदारवादी सोच भएको मान्छेको जन्म हुन दिँदैन यो हाम्रो समाजमा। महामानव
डाक्टर गोपाल गुरुङ जस्तो त्यागी नेताको जन्म हाम्रो समाजमा हुन दिँदैन। उसलाई तारन्तार अनेकौं किसिमको जाल झेल र षड्यन्त्रबाट उसलाई तहस नहस गर्ने षड्यन्त्र हुन्छ। हाम्रो मुलुकमा रावण जन्मिन दिँदैन, हाम्रो मुलुकमा बाली जन्मिन दिँदैन, हाम्रो मुलुकमा हिरण्यकशिपु पैदा हुन दिँदैन। हाम्रो मुलुकमा तिनै साम्राज्यवादी शक्तिहरूले रावणको भाइ विभीषण पैदा गर्न तल्लीन भएर लाग्छ, बालीको भाइ सुग्रीव तयार गर्नको निमित्त तल्लीन भएर लाग्छ, हिरण्यकशिपुको छोरा प्रहलाद बनाउनको निमित्त तल्लीन भएर लाग्छ। अहिले तपाईले संसदमा देख्नु भएको हाम्रा अनुहारका ती सबै मानिसहरू भनेको विभीषण, सुग्रीव, प्रहलाद जस्तै हनुमान स्वभाव भएका मान्छेहरू मात्रै हुनुहुन्छ। यस कारणले गर्दाखेरि देशको सबैभन्दा सर्वोच्च स्थान संसद भवनको रोस्ट्रमबाट आज शिर झुकाएर तपाईँ सबैको शिरलाई मङ्ग्याउने षड्यन्त्र भइराखेको छ। हामी त्यसरी शिर झुकाउने छुट हामीलाई छैन, हामी कदापि शिर झुकाउँदैनौँ। त्यो कहिलेसम्म अब सङ्घर्ष छ भनेर मैले तपाईँलाई बताएँ। अब 4 वर्ष यिनीहरूले 37, 38, 39, 40, 41 सम्म भन्न पाउँछन्, 42 भन्न पाउँदैनन्। म तपाईँहरूलाई ग्यारेन्टीको साथ भन्न चाहन्छु, यो सङ्घर्षमा तपाईँहरू त्यो हिसाबले तयारी हुनुभयो भने अबको 4 वर्ष पछाडि देशैभरि तपाईँ हाम्रै विषयमा चर्चा अहिले पनि तपाईँले देखिराख्नु भएको छ। हामी गणितीय नतिजाले पुगेका छैनौँ होला, सङ्ख्याले हामी पुगेनौँ होला, तर अर्थ र महत्त्वको हिसाबले विश्वले प्रचलनमा ल्याएको कुरा, ऐतिहासिक विषय, त्यसको महत्त्व, त्यसको गुण बोकेको भनेको मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै। उदाहरणको निमित्त आजको 32औं विश्व मूलवासी दिवस, यो 32nd ओल्ड इन्डिजिनस डे आज विश्वभरि भव्य रूपमा मनाउँदैछ, विश्वभरि भइराखेको छ। हुँदै गर्दाखेरि विश्वमा नै यो दिवसलाई विश्व मूलवासी दिवस भनेर मनाइराखेको छ। नेपालमा हामीसँग भन्दा ज्यादा संख्या बोक्ने मान्छेहरू आदिवासी भनेर मनाइराखेका छन्, तर संख्यात्मक हिसाबले कम होला, तर यसको आधिकारिक कार्यक्रम मनाउने काम चाहिँ हामीले मात्रै गरेका छौँ। यसकारणले संख्याभन्दा ठुलो कुरा तपाईँको मनाशय ठुलो कुरा हो। हेर्नुहोस्, तपाईँको मन, तपाईँको मनाशय, तपाईँको उद्देश्य गलत भयो भने संख्याले त्यहाँनिर तपाईँलाई असर गर्दैन। तपाईँको मनाशय, तपाईँको उद्देश्य, तपाईँको इन्टेन्सन सही ठाउँमा भयो भने संख्या कम भए पनि अन्तत्वगत इतिहासमा विश्व विजेता चाहिँ तिनै मानिसहरू हुन्छन्, जसरी दक्षिण अमेरिकाको ग्वाटेमालामा रेगोबेटा मेन्चुकमको विजय भएको छ। यो सङ्घर्ष यस्तै हो। आज मङ्गोल नेसनल अर्गनाइजेसनले हामीले यो गत निर्वाचनमा हामीले जुन किसिमको मतपरिणाम बिहोर्नु पर्यो, यो कसको कारणले? यहाँ नेपालमा खोलेका 3 महिना अगाडि खोलेका, 4 महिना अगाडि खोलेका, 1 वर्ष, 2 वर्ष, 3 वर्ष अगाडि खोलेका राजनैतिक दलहरूले यति चुनाव जितेर गइसक्यो, खै हेमेन। ती राजनैतिक दलहरूको प्रतिस्पर्धा, देशभित्र भएको राजनैतिक दल सत्ता र शक्तिमा पुग्नको निमित्त जस्तोसुकै सम्झौतामा हस्ताक्षर गर्ने मानिसहरू भएको कारणले आफ्नो राजनैतिक अभिष्ट पूरा गर्नको निमित्त जहाँ पनि हस्ताक्षर गर्न तयार हुने मानिस भएको कारणले गर्दाखेरि उनीहरू जितेर गए। हामीले हार्यौँ निर्वाचन। किन हार्नु पर्यो भन्दा हाम्रो लडाईँ नेपालभित्र भएका राजनैतिक दलसँगको मात्रै लडाईँ थिएन। हामी निर्वाचनको मैदानमा जाँदै गर्दा सन् 1945 मा विश्वमा दोस्रो विश्वयुद्ध थामिएर अमेरिका संसारको सुपर पावर हुँदै गर्दा त्यति बेला उनले अपनाएको एउटा व्यवस्था छ, पुँजीवादी व्यवस्था, क्यापिटलिजम। जुन पुँजीवादी व्यवस्थाले गरिबहरूलाई केन्द्रमा राखेर उसले नीति बनाउँदैन कहिले पनि। उसको सोच, उसको उद्देश्य, उसको नेचर भनेको धनीहरूलाई केन्द्रमा राखेर नीति बनाउने सोच पुँजीवादी व्यवस्थाको हुन्छ। पुँजीवादले सम्भ्रान्त वर्गहरूलाई, पुँजीवादले धनीहरूलाई झन धनी बनाउँदै लाने र गरिबहरूलाई झन कमजोर बनाउँदै लाने नेचर चाहिँ पुँजीवाद अथवा क्यापिटलिजमको सोच त्यस्तो हुन्छ। हेर्नुहोस्, विश्वमा यो पुँजीवादलाई अनेक ढङ्गबाट त्यसलाई मोडालिटी परिवर्तन गर्दै यो पुँजीवाद बचाउने अन्तिम प्रयास 80 वर्षसम्म नगरेको होइन, गरेकै हो। 80 वर्षको समय सीमा पूरा हुँदै सन् 1945 बाट विश्वको नेतृत्व गर्न पुगेका अमेरिका र पुँजीवादी व्यवस्था सन् 2025 लागेसँगै
विश्वबाट अब पुँजीवादी व्यवस्था कमजोर र धराशायी हुने स्थितिमा पुगेको परिप्रेक्ष्य हो। यति बेला हेर्नुहोस्, आज अमेरिकामा जुन किसिमको पावर थियो, जुन किसिमको शक्ति थियो उसँग, पुँजीवादी व्यवस्थाको कारणले गर्दा विश्वलाई अलग थलग बनाउन सक्ने जुन सामर्थ्य उसँग थियो, सन् 2026 लागे सँगसँगै 81 वर्ष लागे सँगसँगै त्यो सबै कुरा शिथिल हुन पुगेको छ। आज संसारको कमजोर भन्दा कमजोर मुलुक यमनको हुथीको कुरा गरौँ या लेबनानको हिजबुल्लाको कुरा गरौँ, अथवा हामी जस्तै प्रतिबन्ध झेलेर सङ्घर्ष गरेर आएको इरानको नै कुरा किन नगरौँ। इरानले त घुँडा टेकाएर लखाटिसकेको छ। हामी भन्दा केही पर्तिर रहेको अफगानिस्तानले आजभन्दा केही वर्ष अगाडि उसको देशको सेनालाई प्लेनमा हालेर भगाउनु पर्ने परिस्थिति निर्माण गरिसकेको छ। यो पुँजीवादी व्यवस्थाले विश्वलाई कहिले पनि शान्ति अमन चयनको बाटोमा लाँदैन। त्यसैको खातिर आजभन्दा झन्डै 2600 वर्ष अगाडि महामानव सिद्धार्थ बुद्धले यो लोकतान्त्रिक व्यवस्थाको निमित्त, समाजवादी व्यवस्थाको निमित्त, जहाँनिर डाइरेक्ट पब्लिक रिलेटेड भएर विभिन्न विषयमा डिस्कसन हुन्छ, त्यो विषयलाई अगाडि बढाउनको निमित्त महामानव सिद्धार्थ बुद्धले सङ्घर्ष गर्नु परेको थियो। उहाँले गर्नुभएको सङ्घर्षबाट हासिल भएको उपलब्धिलाई फेरि पनि सोही ढङ्गबाट साम्राज्यवादी शक्तिहरूले त्यसलाई तहस नहस बनाउने षड्यन्त्र गरेका थिए। जुन षड्यन्त्र 80 वर्षसम्म विश्वमा चल्यो, तर महामानव डाक्टर गोपाल गुरुङज्यूले सोही पुँजीवादी व्यवस्थाको विरुद्धमा समाजवादी व्यवस्था मार्फत मात्रै विश्वमा शान्ति अमन चयन ल्याउन सकिन्छ, त्यतातर्फ ध्यान आकृष्ट हुनुपर्छ भन्ने ढङ्गले महामानव डाक्टर गोपाल गुरुङज्यूले सङ्घर्ष गर्दै 2070 सालको दोस्रो संविधान सभाको निर्वाचनबाट मङ्गोल नेसनल अर्गनाइजेसनलाई हाम्रो छिमेकी मित्र राष्ट्र चीन, जसले अहिले सोसियलिजम मार्फत, जसले अहिले समाजवादी व्यवस्था मार्फत विश्वको नेतृत्व गर्न अग्रपन्थीमा उभिएको छ, मित्र राष्ट्र चीन र चीनले अगाडि सारेको वान चाइना प्रिन्सिपलको अवधारणालाई हामीले पूर्ण रूपमा समर्थन गरेर जानुपर्छ भनेर महामानव डाक्टर गोपाल गुरुङज्यूले दिशाबोध गर्नुभएकै कारणले गर्दाखेरि आज मङ्गोल नेसनल अर्गनाइजेसन साम्राज्यवादी शक्तिको निशानामा परेको छ 2070 सालदेखि। यस कारणले हामीलाई पटक पटक निर्वाचन हराउने काम भयो। आज तपाईले देख्नु भएको छ देशमा भएको मङ्गोल नेसनल अर्गनाइजेसन भन्दा बाहेक रहेको त्यो सडकमा होस् या सदनमा या सरकारमा नै किन नहोस्, सडक, सदन र सरकारमा जहाँ रहेको भए तापनि मङ्गोल नेसनल अर्गनाइजेसन भन्दा बाहेकका अरू सबै राजनीतिक दलहरू तिनै साम्राज्यवादी शक्तिहरूसँग कुनै न कुनै एंगलबाट उनीहरू जोडिराखेको अवस्था छ। यसै कारणले महामानव डाक्टर गोपाल गुरुङज्यूले यो पुँजीवादी व्यवस्थालाई समर्थन नगरेर समाजवादी व्यवस्था मार्फत विश्वको नेतृत्व गर्ने अग्रपन्थीमा पुगेको हाम्रो छिमेकी मित्र राष्ट्र चीनलाई समर्थन गरेर जाने निर्णय भएकै कारणले गर्दा साम्राज्यवादी शक्तिहरूले मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्नको निमित्त, छेक्नको निमित्त, यसलाई अगाडि बढ्न नदिनको निमित्त उसले न्वारानदेखिको बल हामीमाथि खर्च गरिराखेको अवस्था हो हिजोको दिनसम्म। तर मैले तपाईँलाई अघि बताइहालेँ 2026 लागे सँगसँगै उसको त्यो शक्ति कमजोर भयो। यसकारणले यमनले पनि तर्साकै छ, लेबनानले नि तर्साकै छ, इरानले नि तर्साकै छ, अफगानिस्तानले नि तर्साकै छ। अब नेपालमा रहेका साम्राज्यवादी शक्तिका यी मतियारहरू यिनीहरू त हाम्रो निमित्त ठुलो कुरा भएन हेर्नुहोस्, किनकि हामी यसका मालिकहरूसँग हामी लडिरहेका छौँ। आज हामीलाई भुकेर कतिन्जेल डिस्टर्ब गर्न सक्छौ तिमीले, जुन दिनसम्म तिमीलाई तिम्रो मालिकले दाना पानी दिन्छ त्यो दिनसम्म तिमी भुक्छौ। अब मालिकले तिमीलाई दाना पानी दिने होइन, अब आफै दाना पानी खान नसक्ने अवस्थामा पुगेपछि तिम्रो भुकाइ कमजोर हुन्छ, त्यो हामीलाई पनि राम्रोसँग थाहा छ। यसकारणले हामी भनिराखेका छौँ अब 4 वर्ष तपाईँ हाम्रो अगाडि सङ्घर्षको यात्रा सुरु भएको छ। यो 4 वर्षको कठोर समयले, यो कठोर समयमा, यो कठिन समयमा हामीले गर्ने कठोर निर्णय र यो 4 वर्षको अग्नि परीक्षामा तपाईँ हाम्रो खरो उपस्थितिले अबको 4 वर्ष पछाडि मङ्गोल नेसनल अर्गनाइजेसनलाई सत्ता र शक्तिमा पुर्याउनबाट रोक्न सक्ने अर्को तागत चाहिँ मैले भनिहालेँ। विश्वभरि नै ती साम्राज्यवादी शक्ति पनि हुँदैन, सँगसँगै नेपालमा रहेका ती साम्राज्यवादी शक्तिका मतियारहरू पनि अन्त्य भएर गइराखेको परिस्थिति हुन्छ हेर्नुहोस्। र त्यसको निमित्त चाहिँ तपाईँहरू सबैजनाले
निर्धक्क भएर हामीले हाम्रो संगठनको चरणबद्ध आन्दोलनमा मङ्गोल नेसनल अर्गनाइजेसन आजसम्म कहीँ चुकेको छैन। मान्छेले भनिराखेको छ 37 वर्षमा के गर्यो, कसो गर्यो, 37 वर्षमा के गर्यो, पल्टाएर अब हामीले हिस्ट्री हेर्नुपर्ने हुन्छ। यो 37 वर्षको चरणमा मङ्गोल नेसनल अर्गनाइजेसनको चरणबद्ध आन्दोलनमा दुईवटा पुस्ताले दुई चरणको लडाईँ उपलब्धिमूलक ढङ्गबाट लडाईँ सफल भइसकेको छ। पहिलो पुस्ता महामानव डाक्टर गोपाल गुरुङ, जसले तपाईहरुलाई यो रोगबाट मुक्त गराउनको निमित्त, यो विवेकबाट बाहिर निकाल्नको निमित्त महामानव डाक्टर गोपाल गुरुङज्यूको अगाडि मङ्गोलवाद दर्शन प्रतिपादन गर्नुपर्ने एउटा च्यालेन्जेस उहाँको अगाडि थियो, जसको निमित्त उहाँले आफ्नो जीवनको झन्डै 52-53 वर्ष समय खर्चेर मङ्गोलवाद दर्शन प्रतिपादन गर्न सफल हुनुभयो। त्यो मङ्गोलवाद दर्शनलाई तपाईँ हाम्रो बीचमा लिएर जानको निमित्त, त्यसको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन स्थापना गर्नुपर्ने अर्को चुनौती उहाँको अगाडि आइला। त्यस पनि उहाँले भद्रकोट जेलभित्र रहँदा नै खेरि उहाँले मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना गर्नुभयो। सन् 1990 अप्रिल 13 तारिकको दिनमा महामानव डाक्टर गोपाल गुरुङ भद्रकोट जेलबाट बाहिर आएर नेपालको बृहत मूलवासी मङ्गोलहरूको अधिकारको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन स्थापना गरेर मङ्गोलवाद दर्शन मार्फत एउटा विभेद रहित समाज निर्माण गर्ने उद्देश्य सहित निर्वाचन आयोगमा लिगलाइज गर्नको निमित्त, यसलाई कानुनी रूपमा दर्ता गर्नको निमित्त निर्वाचन आयोग जानु भएको थियो। हाम्रो खास त्यति बेलाको लडाईँ चुनाव कसरी जित्ने, तर चुनाव जित्नुभन्दा अगाडि हामीले दर्ता नै नदिइसकेपछि दर्ता गर्न जानुपर्ने स्थिति भयो। दर्ता दिए, के कारणले दर्ता पाएन? 47 सालको कथित हिन्दू संविधानले गर्दा दर्ता पाएन। संविधानको 2047 सालमा मुलुकमा आएको संविधानको धारा 27 को केही उपधाराहरू देखाएर मङ्गोल नेसनल अर्गनाइजेसनलाई निर्वाचन आयोगले दर्ता दिएन। नदिएको कारणले महामानव डाक्टर गोपाल गुरुङज्यूले अब चुनाव जित्न जानुभन्दा पहिला दल दर्ता गर्नको निमित्त बाधक बनेको 47 सालको कथित हिन्दू संविधान खारेज गरेर दल दर्ता पाउने लोकतान्त्रिक संविधान ल्याउनु पर्ने उहाँको अगाडि पहिलो झमटको लडाईँ त्यहाँनिर सुरु भयो। यसै कारणले उहाँले 1990 मा इलाम जिल्लामा पुगेर बृहत भेलालाई सम्बोधन गरेर भन्नुभयो कि मुलुकमा जारी भएको 47 सालको कथित संविधान यो संविधान होइन, यो सम्झौता पत्र हो। बृहत नेपाली नागरिकहरूको भावना यसले समेट्न सकेको छैन भनेर उहाँले सम्बोधन गरेकै कारणले त्यसको केही वर्ष पछाडि 2058 साल कार्तिक 23 गते दोलखा जिल्ला सदरमुकाम चरीकोटमा 47 सालको कथित हिन्दू संविधान जल्न पुग्यो। त्यो संविधान जलेकै कारणले गर्दाखेरि नेपालका बृहत नेपाली नागरिकहरूको ध्यानाकृष्ट भएर यो संविधान किन जल्यो त? कारण त पक्का-पक्की छ त्यहाँनिर। कारण के छ भनेर कोट्याएर हेर्दाखेरि कारणमा देखियो त्यहाँनिर यो संविधान चाहिँ लोकतान्त्रिक संविधान होइन रहेछ, यो संविधान हिन्दू संविधान रहेछ, यसले विभेद गरेको रहेछ। त्यस कारणले गर्दा संविधान जल्यो। अब बृहत नेपाली नागरिकहरूको भावना समेट्ने लोकतान्त्रिक संविधान आवश्यक पर्छ भन्ने ढङ्गले बृहत नेपाली नागरिक तयार भए पछाडि 62-63 सालको लोकतान्त्रिक आन्दोलन सिर्जना हुन पुगेको छ। सोही आन्दोलनको वेगले 2063 साल वैशाख 11 गते मुलुकमा रहेको तानाशाही राजाले घोडा टेकिसके पछाडि मुलुकमा 63 सालमा अन्तरिम संविधान चाहिँ निर्माण हुन पुगेको थियो। सोही अन्तरिम संविधानको व्यवस्थाले, सोही अन्तरिम संविधानले दिएको अधिकार प्रत्यायोजन गर्दै 2064 साल माघ 15 गते यानी कि 29 जनवरी 2008 को दिनमा निर्वाचन आयोगबाट मङ्गोल नेसनल अर्गनाइजेसनलाई विधिवत रूपमा दल दर्ता दिने निर्णय भएर आयो। यो हाम्रो संगठनको निमित्त पहिलो पुस्ताले लड्ने पहिलो चरणको लडाईँ त्यहीसम्म थियो, जुन लडाईँ संगठनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूको नेतृत्वमा उहाँको पुस्ता हाम्रा अग्रज नेताहरूले, हाम्रा अग्रज व्यक्तित्वहरूले पहिलो चरणको लडाईँ लडेर दोस्रो चरणको लडाईँ आइपुगेको। दोस्रो चरणको लडाईँ महामानव पुस्ताले सङ्घर्ष गरेर हासिल भएको
त्यो उपलब्धिहरूलाई बचाउने, त्यसलाई संस्थागत गर्ने। किनकि निर्वाचन आयोगमा दर्ता भइसकेको मङ्गोल नेसनल अर्गनाइजेसनलाई पटक पटक